त्यति बेला म यो पूर्व पश्चिम राजमार्गको बागमती पुलमा छु। अब हामी एउटा नयाँ रोड प्रोजेक्टमा इन्ट्री गर्दैछौँ। यो 0 पोइन्टबाट ठ्याक्क यो 0 पोइन्टबाट अबको केही महिनापछि निर्माण कार्य सुरु हुँदैछ। अब के सँगसँगै यति बेला म लालबन्दी आइपुगेको छु। सर्लाही जिल्लाको यो हाइवेमा पर्ने सबैभन्दा ठुलो बजार क्षेत्र। हाम्रो राष्ट्रिय राजमार्गको अवस्था यो टालेको राजमार्ग यो हेर्नुहोस् खाल्डो। यत्रो ठुलो राजमार्गमा नेपालको सुन्दर हाइवे मध्ये एउटा हाइवे। यति बेला म यो पूर्व पश्चिम राजमार्गको बागमती पुलमा छु। रौतहट जिल्ला सर्लाही जिल्लाको चाहिँ सिमानाको रूपमा काम गरेको यो बागमती पुल यतापट्टि कर्मैया बागमती सिँचाइ योजनाको ड्याम हेर्न सक्नुहुन्छ भने अब हामी एउटा नयाँ रोड प्रोजेक्टमा इन्ट्री गर्दैछौँ। एसियन डेभलपमेन्ट बैङ्कको ऋण तथा अनुदान सहयोगमा पूर्व पश्चिम राजमार्गलाई एसियन हाइवेको रूपमा स्तरोन्नति विकास गर्ने कार्य चलिरहेको छ र यो 0 पोइन्टबाट ठ्याक्क यो 0 पोइन्टबाट अबको केही महिनापछि कमला नदीको पुलसम्म 4 लेनको हाइवेको निर्माण कार्य सुरु हुँदैछ। नेपाल सरकारबाट यो योजनाको चाहिँ ठेक्का अवार्ड गरिसकिएको छ। यो बागमती पुल र कमला पुलको बिचको दूरी 76 किलोमिटरको रहेको छ भने सहरी क्षेत्रमा 6 लेनको बाटो बन्नेछ भने बाँकी 4 लेनको बाटो बन्नेछ र अहिले यो निर्माण सुरु हुनुभन्दा अगाडि मैले यो खण्डमा चाहिँ यात्रा गरेर तपाईहरुलाई यो ब्लग सेयर गर्दैछु। यो बिफोर र आफ्टर इफेक्ट नेपालको विकास क्रमको चाहिँ एउटा चाहिँ मेमोरीको लागि र भोलिको दिनमा हाम्रो चाहिँ पूर्व पश्चिम राजमार्ग 2 लेनको हुँदा कस्तो थियो भन्ने कुरो पनि एउटा चाहिँ हिस्टोरी को चाहिँ एउटा भिडियो रहनेछ हामीसँग। र अहिले ठ्याक्कै म यो कर्मैया बजार आइपुगेको छु। यहाँबाट नयाँ रोड नवलपुर लालबन्दी बर्दिवास ढल्केवर हुँदै कमलाको पुलसम्म हामी यात्रा गर्छौँ। 76 किलोमिटरको ब्लग आज म सेयर गर्छु र कमलादेखि कञ्चनपुरको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। यसभन्दा अगाडि मैले निर्माण कार्य सम्बन्धी के कति प्रगति भएको छ, सडक योजनाको काम कहाँसम्म पुगेको छ भन्ने ब्लग मैले तपाईहरुलाई सेयर गरेको छु केही महिना अगाडि। यदि अहिलेसम्म हेर्नु भएको छैन भने कार्डमा लिङ्क छ, अवश्य पनि हेर्नुहोला। र आजको यात्रा हामी बागमती पुल कर्मैयाबाट स्टार्ट गर्दैछौँ। नयाँ रोड आइपुगेको छु। यहाँबाट सर्लाही जिल्लाको व्यापारिक केन्द्र एउटा प्रमुख व्यापारिक केन्द्र यो बाटो हुँदै बरतवा जान्छ र बरतवाभन्दा अगाडि गोडैता हुँदै चाहिँ मलङ्गासम्म पनि यो बाटो जान्छ। त्यो एउटा जक्सन रहेको छ र एसियन हाइवे AH-02 यो हाइवेलाई नामाकरण गरिएको छ, जुन कि म्यानमार बर्मा हुँदै चाहिँ दिल्ली पाकिस्तान कराचीसम्म यो हाइवेको कनेक्टिभिटी रहनेछ। र पछिल्लो समयमा
कमला नदीदेखि पथलैयासम्मको सडक खण्डको डिपिआर र सर्वे सुरु भएको थियो, जुन एउटै चरणमा एउटै प्याकेजमा निर्माण सुरु हुनुपर्ने हो। तर केही कारणले कमला टु बागमती पुलसम्म मात्रै ठेका लागेको छ र अहिले यो खण्ड मात्रै निर्माण चाहिँ सुरु हुनेछ। रौतहट जिल्ला र बारा जिल्लामा राष्ट्रिय निकुञ्ज र वन क्षेत्र पर्ने भएकोले र साथसाथै वन क्षेत्रको नियम कानुन प्रक्रिया अलि जटिल हुने भएकोले सर्वेमा ढिलाइ हुन गएको र फोर लेनमा चाहिँ बनाउने स्ट्रक्चरहरू चाहिँ वन वातावरण, वन जङ्गल र वन्यजन्तु चाहिँ मैत्री हुनुपर्ने भएकोले ब्रिजको चाहिँ मोडालिटीमा अझै पनि कन्फ्युजन रहेकोले चाहिँ त्यो खण्डलाई छोडेर यो पुल बागमती पुलसम्म मात्रै अहिले ठेका लगाइएको छ। आगामी दिनमा हामी त्यो खण्डमा पनि चाहिँ निर्माण सुरु भएको देख्न सक्छौँ भने 4-5 वर्षपछि अहिले म हिँडिरहेको यो 2 लेनको बाटो 6 लेनको हुनेछ र 6 लेनमा हामी यात्रा गर्न पाउनेछौँ। हाम्रो देशमा रहेको एउटा राष्ट्रिय राजमार्ग सबैभन्दा पुरानो र नेपालको लाइफलाइन भनेको राजमार्गको हालत तपाईहरु हेर्न सक्नुहुन्छ। 2 लेनको छ, एकदम साँघुरो र बाटोमा ट्राफिक पनि ठुला साना ट्रक, मोटरसाइकल, साइकल हैन, बैलगाडा हरेक चीज चाहिँ यही चाहिँ रोडमा हरेक साधन चाहिँ गुड्ने भएकोले ट्राफिक सुरक्षा, सडक सुरक्षा एकदमै जोखिम अवस्थामा छ र सडक टालिएको अवस्थामा हामी राष्ट्रिय राजमार्गमा यात्रा गर्दैछौँ। आजभन्दा 10-15 वर्ष अगाडि नेपालको 60% पब्लिक गरिबीमा बाँचिरहेको थियो र टालेको कपडा लगाउनु परेको अवस्था हामीले पनि भोगेको छौँ र अहिले हाम्रो राजमार्गको अवस्था पनि त्यस्तै टालिएको छ। हामी यसबाट आकलन गर्न सक्छौँ कि विश्वको सडक सञ्जाल र स्ट्यान्डर्डमा हामी अझ प्रवेश गरिसकेको छैनौँ। बल्ल हामीले चाहिँ गर्ने तर्खरमा छौँ। पहिलो प्रोजेक्टको रूपमा एसियन हाइवेको पहिलो प्रोजेक्टको रूपमा बुटवल नारायणघाट सडक खण्ड 6 लेनको बनाउने जुन ठेका लागिएको थियो आजभन्दा 7 वर्ष अगाडि 8 वर्ष अगाडि, त्यो निर्माण अझ पनि सञ्चालनमा आइसकेको छैन, पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। ठेकदारले काम गरेको छैन, ठेकदार भागिरहेको छ र नेपाल सरकार चाहिँ अहिले त्यो ठेक्का सम्झौता तोडेर नयाँ ठेक्का मोडालिटीमा जाने कि भन्ने चाहिँ निकटमा पुगेको छ र दोस्रो योजनाको रूपमा कञ्चनपुर कमला अब 1 वर्षमा सायद कम्प्लिट हुनेछ। हामी हरिवनमा आइसकेका छौँ र यो जक्सन मलङमा जाने बाटो हामी हेर्दैछौँ। सर्लाही जिल्लाको सदरमुकाम मलङवा र सर्लाही खण्डको यो पूर्व पश्चिम राजमार्गको अहिलेको अवस्था एकदमै चाहिँ जोखिमपूर्ण छ। चाहिँ बाइक चाहिँ गाडी आरामले चलाउन सक्नुहुन्न, टालेको चाहिँ अवस्थामा हाइवे छ यति बेलाको अवस्था। पहिला यो क्षेत्र पूर्ण रूपमा जङ्गल थियो, अहिले ठुलो बस्ती सहर बजार भइसकेको छ। हामी बर्दिवासबाट क्रस गरेपछि पथलैया हेटौडासम्म जङ्गलै जङ्गल थियो त्यति बेला।
यति बेला म लालबन्दी आइपुगेको छु। सर्लाही जिल्लाको यो हाइवेमा पर्ने सबैभन्दा ठुलो बजार क्षेत्र जुन कि कृषि बजार पशुहाटको रूपमा इतिहासदेखि चिनिन्छ। यो क्षेत्रमा चाहिँ तरकारी खेती, पशुजन्य उत्पादनहरू, दुध दही चाहिँ अत्यधिक हुने गरेको र यो साना गाडीहरू जुन हेर्दै हुनुहुन्छ यही गाडीले चाहिँ ढुवानी चाहिँ तरकारी कृषिजन्य उपजहरू ढुवानी गर्ने र यहाँ हाट बजारमा ल्याएर कृषकले चाहिँ बिक्री वितरण गर्दछन् भने यहाँबाट देशभरि र विशेष गरेर काठमाडौँ चाहिँ तरकारी सप्लाई हुन्छ। काठमाडौँमा चाहिँ अक्सर हामीले खाने टमाटर यही लालबन्दीबाट सप्लाई हुने र यही वरिपरिको कृषकले चाहिँ उत्पादन गरेको टमाटर हो। हामी अब यो लालबन्दी बजार क्रस गरिसकेपछि जङ्गल क्षेत्रमा प्रवेश गरिसकेको छौँ र बाटो ठाउँ ठाउँमा खाल्डो चाहिँ देखिन्छ। बाइक एकदमै गाडी एकदमै चाहिँ आरामले चाहिँ विचार पुर्याएर सचेत भएर चलाउनु पर्ने अवस्था छ। भविष्यमा यो जङ्गलमा हामी 4 लेनको बाटो सरर कुदेको बाटो हेर्नेछौँ र यो ब्लगले भविष्यमा यो सडक निर्माण भइसकेपछि हाम्रो विकासको एउटा चाहिँ श्रृङ्खला चाहिँ यो ब्लगले देखाउनेछ कि 5 वर्ष अगाडि 2 लेनको सडकमा कसरी जनता हाम्रा पब्लिक चाहिँ यात्रा गरिरहेको थिए र अहिले 4 लेन 6 लेनको सडकमा कसरी चाहिँ यात्रा सहज रूपले यात्रा गरिरहेको श्रृङ्खला हामी देख्नेछौँ। हामी 1960, 1990, 2000 तिरको फोटो भिडियो काठमाडौँको वीरगन्जको हामी फेसबुक सञ्जालमा सामाजिक सञ्जालमा हेर्दाखेरि हामीलाई अचम्म लाग्छ कि त्यति बेला हाम्रो काठमाडौँ हाम्रो नेपाल यस्तो थियो, यस्तो हाम्रो पब्लिकको जीवनचर्या रहनसहन वेशभूषा थियो, हाम्रा ट्रान्सपोर्ट सिस्टम यस्ता थिए भन्ने हामी हेरेर एउटा आफ्नो इतिहासलाई चाहिँ हामीले बुझ्ने कोसिस गर्छौँ। भोलिको दिनमा यो ब्लग हाम्रो इतिहास, हाम्रो नयाँ पिँढीलाई हाम्रो इतिहास, हाम्रो अवस्था कस्तो थियो भन्ने कुरो देखाउन अवश्य चाहिँ महत्त्वपूर्ण हुनेछ। यो क्षेत्रमा साना ठुला गरेर सयौं पुलहरू छन्। यो पुल हामी हेर्न सक्छौँ। यसको रेलिङ भत्किसकेको छ भने रेलिङ हेर्नुहोस्, पुरानो किसिमको रेलिङ, त्यो फलामको यो खोला, यो बाटोमा सानो ठुलो खरे खोलाहरू विभिन्न भएकोले सयौं पुल छन्। र यति बेला म फुल जोर भन्ने जक्सनमा आइसकेको छु। यहाँबाट गौशाला रामनगर गौशाला हो कि रामनगर ईश्वरपुर नगरपालिका प्रवेश गर्ने द्वार हामी हेर्दैछौँ। बाटो ठुलै बनाएको छ यहाँ भने हामी अब जङ्गल क्षेत्रमा प्रवेश गर्दैछौँ। पुल चाहिँ बनाउनको लागि चाहिँ अलि जटिल संरचना पुल रहेको छ। पुल जुनसुकै हाइवे प्रोजेक्टहरूमा चाहिँ टाइम लाग्नुको एउटा प्रमुख कारण पुल पनि हो। किनभने हाम्रो देशमा धेरै नै चाहिँ पानीको स्रोत भएको र नदी नाला भएको कारणले गर्दाखेरि पुल कलबट हामीले चाहिँ धेरै बढाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि पुलमा समय लागेपछि, पुल निर्माण गर्न समय लागेपछि त्यतिकै पनि हाइवे कम्प्लिसन हुँदैन र जसले गर्दाखेरि हाम्रो हाइवे कम्प्लिसनको जुन टाइमिङ छ त्यो अरू देशको भन्दा एकदम हाई रहेको छ र हामी पुरानै प्रवृत्तिमा पुल निर्माण गर्ने भएकोले गर्दाखेरि पनि समय बढी लाग्ने गरेको छ। कमला टु कञ्चनपुर हाइवेमा हामीले एउटा नयाँ प्रवृत्ति
देखेका छौँ पुल निर्माणको जुन कुरो मैले चाहिँ त्यो ब्लगमा चाहिँ सेयर गरेका छु। सायद यस खण्डमा पनि त्यो प्रविधि अपनाउने छ जसले गर्दा अलिकति चाँडो पुल निर्माण होस् र गुणस्तरीय हुनुपर्ने हो। यो 50औं वर्ष 60औं वर्ष चाहिँ पुरानो यो हाइवेमा चाहिँ अहिले जुन पुल हेर्दै हुनुहुन्छ 50-60 वर्ष पुरानो चाहिँ पुलहरू छन्। एकदमै बलियो पुल अहिलेसम्म चाहिँ थेगिरहेको छ। ठाउँ ठाउँको जस्तै निजगढ जाँदाखेरि चाहिँ एउटा पुल चाहिँ आजभन्दा 5-6 वर्ष अगाडि बाढीले चाहिँ भत्काउँदा बगाउँदा अहिलेसम्म निर्माण हुन सकेको छैन। केही पुलहरू क्षति भएको छ भने अधिकांश पुलहरू अहिले पनि चाहिँ हाम्रो यातायातको भार चाहिँ थेगिरहेको छ। यसले गर्दा हामीले यो बुझ्न सक्छौँ कि त्यति बेला 2020 सालको कुरा जुन बेला यो हाइवे निर्माण भएको हो, पुलहरू निर्माण भएको 20 सालमा रहेको प्रविधि साँघुरो भए पनि गुणस्तरीय थियो भन्ने कुरो हामी बुझ्न सक्छौँ। जुन कि ब्यारेजको पुल जुन हाम्रो छ त्यसलाई पनि हामी हेर्न सक्छौँ। अहिले चाहिँ हाम्रो पुलहरू निर्माण हुँदै गर्दा निर्माण अवस्थामै चाहिँ भत्किने भाँचिने न्युजहरू धेरै चाहिँ छन् हाम्रो देशमा। भन्नुको मतलब यो हो कि हाम्रो निर्माणमा अहिले गुणस्तर छैन। गुणस्तरमा हामीले एकदमै ध्यान दिनुपर्ने देखिन्छ भने वैदेशिक विदेशी प्रविधि हामीले भित्राउनु पर्छ। यो हेर्नुस् हाम्रो राष्ट्रिय राजमार्गको अवस्था। यो टालेको राजमार्ग हाम्रो एकमात्र राष्ट्रिय राजमार्ग र यहाँ हेर्नुस् अस्तिको बाढीले चाहिँ यहाँ जुन रिभर मटेरियललाई ल्याएर बाटोमा थुपार्यो। यो चाहिँ यतिको चाहिँ यो बालुवा गिटीहरू पनि हटाउन सकेको छैन। मेन्टेनेन्सको नाममा यो टाल्ने बाहेक अरू केही पनि यो हाम्रो हेरेनु एउटा सडक कालेपत्रको लाइफ कति हुन्छ हैन। त्यो लाइफ पश्चात त त्यो कालेपत्रलाई हटाएर नयाँ कालेपत्र बनाउनु पर्ने हो नि। र यो बाँदर चाहिँ हाम्रो हनुमानजीहरू पनि यो चाहिँ रोडमा आएर अलिकति ट्राफिक चाहिँ रोक्ने गरेको छ, ट्राफिकको गतिलाई। यो हेर्नुहोस् खाल्डो
यत्रो ठुलो राजमार्गमा चाहिँ नेपालको पहिलो राजमार्गमा यसरी चाहिँ सडकमा चाहिँ खाल्डो छ। यो नेपाली जनताको ज्यान कति जोखिमपूर्ण छ भन्ने कुरो यो खाल्डोले देखाउँछ। सरकार हाम्रो के गर्दै हुनुहुन्छ? बहुत विवश लाचार छौँ हामी कि एउटा नेपालको प्रमुख राजमार्ग, सबैभन्दा पुरानो राजमार्गको हालत यस्तो छ र यस्तो बाटोमा हामी यात्रा गर्दैछौँ र यो खण्ड चाँडै नै एसियन हाइवेको खण्डको रूपमा विकास होस् र हामीले एउटा अन्तर्राष्ट्रिय मापदण्ड स्ट्यान्डर्ड र सुविधाको चाहिँ एउटा हाइवे, सुरक्षित हाइवे पाउन सकौँ। र म अब बर्दिवास बजारमा प्रवेश गर्दैछु। यो ठ्याक्कै यो पुलबाट चाहिँ बर्दिवास बजार सुरु हुँदैछ। बर्दिवास बजार महोत्तरी जिल्लाको एउटा प्रमुख चाहिँ जक्सन बजार हो, व्यापारिक केन्द्र हो। बर्दिवासबाट काठमाडौँको लागि पनि बाटो छुट्छ। पहाड रामेछाप, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, यता उदयपुर विभिन्न ठाउँतिर चाहिँ बाटो छुट्छ भने यता दक्षिणतर्फ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर हुँदै बिठा मोड नाका, नेपाल र भारतको सिमाना बिठा मोड नाकासम्म चाहिँ दक्षिणतर्फको सडक छुट्छ यहाँ। त्यही भएर यो चारैतर्फ बाटो चाहिँ जाने जक्सन बर्दिवास आज ठुलो एउटा बजार, सुविधा सम्पन्न बजार भइसकेको छ। बर्दिवासमा ठुल्ठुला होटलहरू, सुविधा सम्पन्न होटलहरू खुलेका छन् भने सरकारी निकायका विभिन्न चाहिँ सरकारी निकायका कार्यालयहरू पनि यहाँ रहेको छ। यो अगाडिबाट चाहिँ यो पिपलको बुट मुनिबाट चाहिँ यो हाइवे जलेश्वरतर्फ दक्षिणतर्फ लाग्छ, जुन कि नेपाल भारत सिमानामा गएर अन्तर्राष्ट्रिय सडकमा चाहिँ सडक सञ्जालमा जोडिन्छ भने यो बजार क्षेत्र र अगाडि यो झन्डा, नेपालको राष्ट्रिय झन्डा भएको ठाउँबाट यता सिन्धुली हुँदै काठमाडौँको बाटो धुलेखेल, यहाँबाट 115 किलोमिटर धुलीखेलको दूरी रहेको छ। यही बाटो हो। यो नेपालको सुन्दर हाइवे मध्ये एउटा हाइवे, तर पछिल्लो समयमा जुन चाहिँ बर्सातको बाढी पहिरोको कारणले गर्दाखेरि यो हाइवेलाई ठुलो क्षति पुर्याएको छ। र यो हामी 50औं वर्ष पुल हेर्दैछु, 50 वर्ष पुरानो पुल। यो पुल क्रस गर्ने बित्तिकै हामी ढल्केवर आइपुग्यौँ। ढल्केवर धनुषा जिल्ला, ढल्केवर चाहिँ एउटा प्रमुख जक्सन हो जहाँबाट चाहिँ जनकपुरको लागि 6 लेनको बाटो दक्षिणतर्फ लाग्छ। जनकपुर एउटा ऐतिहासिक ठाउँ हो। माँ जानकी मन्दिर, माता सीताको चाहिँ जानकीको जन्मस्थल र मिथिला डाइनेस्टीको राजधानी को रूपमा त्रेता युगमा जुन मिथिला चाहिँ डाइनेस्टी थियो त्यसको राजधानीको चाहिँ रूपमा जनकपुरतर्फ यहाँबाट ढल्केवरबाट चाहिँ बाटो छुट्छ दक्षिणतर्फ। मिथिला कल्चर, मिथिला इतिहास, मैथिली भाषा नेपालको प्रमुख दोस्रो भाषाको रूपमा रहेको छ, कल्चरको रूपमा रहेको छ। ढल्केवरमा जुन परम्परागत रूपले लाग्ने स्थानीय हाट बजार चाहिँ यो ठुलो हाट बजार लाग्ने गर्छ। यहाँ पनि कृषि उत्पादन चाहिँ बिक्री वितरण हुन्छ। हाट बजार हेर्न सक्नुहुन्छ। यो भित्र धेरै ठुलो लामो हाट बजार छ र अगाडि हामी
चाहिँ यो जक्सनमा आइपुगेको छौँ, जहाँबाट जनकपुर यो सिधा बाटो जनकपुरतर्फ जान्छ भने अब हामी यहाँबाट पूर्व पश्चिम राजमार्ग हुँदै हामी कमला पुलको यात्रामा छौँ। यो जक्सन हो र यतापट्टि यो 6 लेनको बाटो बनेको छ। हाल फिलहालै 2-3 वर्ष भयो। फिलिलिली जनकपुर पुग्न सकिन्छ यहाँबाट आधा घन्टामा भने म एकचोटि यो राउन्ड गरेर तपाईहरुलाई देखाएँ। बढिसकेको छु। धारा पानी नआउँदै पेट्रोल पम्पमा अब बाइकको खोराक भर्नुपर्ने आवश्यकता छ। मैले चाहिँ आफ्नो खोराक ढल्केभरमै तपाईहरु हेर्नुभयो होला, ढल्केभरमै लिइसकेको छु। यो आधुनिक तरिकाले बनाएको पेट्रोल पम्प। 500 को हालिदिनुस् न। 500 हजुर। 156 रुपैयाँ 50 पैसा बढ्या हो र। काठमाडौँमा छ 154 छ। 3 रुपैयाँ बढ्यो। 3 रुपैयाँ बढी छ काठमाडौँमा। हैन कम छ नि। ए 500 को 500 को 500 अहिले यो गोदार भन्ने ठाउँमा आइपुगेको छु। यसपछि अब 4 किलोमिटर पश्चात चाहिँ कमला नदी पुल पुग्दैछौँ हामी। र बाटो त्यस्तै छ, टालाटुली बटुली कति राम्रो पुतली पूर्व पश्चिम राजमार्गमा हामी हिँड्दैछौँ। र यस ब्लकको उद्देश्य चाहिँ 6 लेनको निर्माण कार्य सुरु हुनुभन्दा अगाडि वा निर्माण पश्चात चाहिँ हाम्रो हाइवे के कस्तो अवस्थामा थियो, हाइवे वरिपरिका बजार गाउँ घर सहर वन जङ्गल नदी नाला कस्तो थियो, दृश्य प्राकृतिक मनोरम दृश्य कस्तो थियो, त्यो चिज क्याप्चर गर्ने र एउटा ऐतिहासिक ब्लग बनाउने उद्देश्य रहेको छ। र यस खण्डमा चाहिँ 4 लेनको बाटो बनिसके पश्चात म यो भिडियो अहिलेको भिडियो र त्यसपछि 4 लेन बनेको चाहिँ भिडियो दुवै भिडियो म मिक्स गरेर के कस्तो अन्तर छ म देखाउने प्रयास गर्नेछु। र अब केही बेर नै हामी कमला नदीमा पुग्दैछौँ। हामी ठ्याक्कै कमला नदी हेरिरहेको छौँ। कमला नदी हामी पुगिसक्यौँ र यहाँबाट 0 पोइन्ट सुरु हुन्छ कमला टु बागमती पुलको। र यहाँ चाहिँ यो कमलामा पनि अर्को पुल 4 लेनको पुल बन्ने छ। र यो पुल पश्चात हामी कमला टु कञ्चनपुर प्रोजेक्टमा प्रवेश गर्न गइरहेको छौँ। उतापट्टि 4 लेनको बाटो हेर्न सक्नुहुन्छ। र आजको ब्लग म यही पुल पारी गरेर एन्ड गर्दैछु। तपाईहरुलाई यो ब्लग यो यात्राको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। मन पराउनु भएको छ भने लाइक गर्नु होला, साथीभाइहरुलाई शेयर गर्नु होला। र च्यानलसँग जोडिनु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।
हामी अब सिराहा जिल्ला प्रवेश गरिसक्यौँ र अगाडि यहाँबाट तपाईँहरू हेर्दै हुनुहुन्छ 4 लेन एसियन हाइवेमा हामी प्रवेश गर्दैछौँ र यही स्ट्यान्डर्डको यही क्वालिटीको यस्तै फराकिलो सडक हामी कमला टु बागमती हेर्न सक्छौँ। यतापट्टि पनि पिच भइसक्यो, उतापट्टि पनि पिच भइसक्यो, बिचमा डिभाइडर छ र डिभाइडरमा ग्रिन बेल्ट हुनेछ। भने यो तल हेर्नु कति हाइट उठाएर चाहिँ यो पिच यो हाइवेलाई निर्माण गरिएको हो र आजको ब्लग म यहीँ समाप्त गर्दैछु।